नमस्ते दर्शक महानुभावहरू, तपाईलाई स्वागत छ एसपीपी डिवाई युट्युब नेपाल च्यानलमा। म दुर्गा बहादुर गुरुङ। म हाल ग्रिसमा छु। त्यो ग्रिस जहाँ सपना बोकेर आएका धेरै नेपालीहरू छन्, तर आज म तपाईहरू सामु एउटा यथार्थ ल्याउन चाहन्छु। त्यो यथार्थ जुन धेरैले देख्दैनन्, सुन्दैनन्, तर हजारौं नेपालीले यहाँ भोगिरहेका छन्। नेपालमा बस्दा हामीलाई लाग्छ विदेश गएपछि जिन्दगी सहज हुन्छ, लाखौं कमाइन्छ, गाडी चढिन्छ, पैसा घर पठाइन्छ। एउटा साथीले भनिदिन्छ, ग्रिस जा यार, महिनामा 2-3 लाख कमाइन्छ। यही सपना देखेर हजारौं नेपालीहरू ग्रिस आइपुग्छन्। कोही क्रोएसिया हुँदै, कोही रोमानिया हुँदै, कोही बोस्निया सर्बिया, कोही म्यासेडोनिया अल्बानिया हुँदै ग्रिसको बोर्डर छिर्छन्, कोही एजेन्ट मार्फत, कोही आफै प्रयास गरेर। तर सपना र यथार्थको टक्कर तब सुरु हुन्छ तब ग्रिसको जमिनमा पाइला राखिन्छ। दिनभरि त्यो तातो घाममा, माल्टा घारीमा, सुन्तला घारीमा, जैतुन घारीमा काम गर्नुपर्छ। त्यो अवस्थामा निकै नै गाह्रो हुन्छ। जीवन धेरै सजिलो छैन यहाँ। साँच्चै भन्नुपर्दा एकदमै फरक यथार्थ छ यहाँ। ग्रिसमा यहाँ 2 किसिमका नेपालीहरू भेटिन्छन्, लिगल र इलिगल। लिगल व्यक्तिहरूले काम पाउँछन्, डकुमेन्ट हुन्छ, हेल्थ कार्ड हुन्छ, भाडाको घरमा बस्न पाइन्छ। तर जो इलिगल छन् उनीहरूको जिन्दगी एकदमै कठिन छ। उनीहरूलाई काम पाउन गाह्रो छ। काम गरिहाले पनि धेरैले तलब दिँदैनन्। मालिकले धम्क्याउँछ, कागज छैन भने पुलिस बोलाउँछु भनेर। कसैले बिरामी परे उपचार गर्न पाउँदैन। साथीभाइसँगै सुत्नुपर्छ, कहिलेकाहीँ खाली गोदाम, कहिले पार्क। सपना देखेर आएका मानिसहरूलाई यथार्थले खिच्छ। हरर फिल्म जस्तो जिन्दगी बन्छ यहाँ। यहाँ धेरै नेपालीहरू 3, 4, 5 सालदेखि घर फर्किएका छैनन्, कारण कागज छैन। कागज नभए नेपाल फर्किन सकिँदैन। कागज फर्किन खोज्दा एयरपोर्टमै समातिन्छ, डिपोर्ट गरिन्छ। यसैबीच श्रीमतीको फोन आउँछ, बच्चाले बुवा खोजेको छ भन्छ। आमा बाबा बिरामी छन्, तर पैसा छैन पठाउन। साथीभाइसँग साबाटी लिन्छ, तर पठाउँछ। राति निद्रा लाग्दैन, डर लाग्छ पुलिस नआओस् भनेर। मानसिक तनावले कतिपय युवाहरू डिप्रेसनमा गएका छन्। यहाँ रमाइलो भन्दा धेरै पीडा छ। पहिले 7 वर्ष 5 वर्ष बसेपछि ग्रिसमा अनमेस्टी पाइन्थ्यो, पेपर बनाउँथ्यो। अब त्यो सकिएको छ। युरोपियन युनियनले अप्रवासी नीति कडाई गरेको छ। असाइलम अस्वीकार भइरहेको छ। डकुमेन्ट बन्द छ। कामदारको माग कम छ। अब आउँदा दिनमा इलिगल बस्नेहरूको भविष्य झनै अन्धकार देखिन्छ। पहिला 7 वर्ष बसेपछि 7 वर्ष पेपर बनिन्थ्यो भने अहिले त्यो पनि बन्द भएको छ। गाह्रो छ ग्रिसमा, धेरै गाह्रो छ। केही नेपाली काम गरिरहेका छन् रेस्टुरेन्ट, कन्स्ट्रक्सन, एग्रिकल्चरमा। हो, सबै कुरा नकारात्मक पनि होइन। जो लिगल छन् उनीहरूले काम गर्न पाएका छन्। केहीले राम्रो कमाइ पनि गरेका छन्, राम्रो व्यवहार गर्ने मालिक पनि छन्। केही नेपालीहरूले रेस्टुरेन्ट खोलेका छन्, स्टोर चलाएका छन्, तर ती सबै लिगल भएका कारण सम्भव भएको हो। यदि तपाईँ सही प्रक्रिया अपनाएर आउनुहुन्छ भने यहाँ पनि भविष्य छ। तर दलालको पछि लागेर बिना तयारी यहाँ आइपुग्दा तपाईँको भविष्य गुम्न सक्छ, गुमिन्छ पनि। त्यसैले यो देश आउनु अघि एकपटक सोच्नुहोस्। जीवन, पैसा, समय
तीनवटै कुराको मूल्य हुन्छ। सपना देख्नु राम्रो हो, तर त्यो सपना पूरा गर्न साँचो बाटो रोज्नु अझ जरुरी छ। धन्यवाद। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। भेटौँला अर्को यथार्थको कथासँग।